ए पिएको मान्छे भाग्दै अवश्य हेरिदिनुहोला। विशाल, ए विशाल, उठ्न छोरा, 9 बजिसक्यो। अहिले तेरो बाउ आएर मलाई कराउन थाल्छ। मम्मी, ती बाउ कराउनु बाहेक अरू के नै जानेको छन् र? हजुरलाई थाहा छैन? काग कराउँदै गर्छन्, पिने सुक्दै जान्छ। अहिले बोलेर बस्ने समय छैन रे बाबु। रुक्क बाहिर निस्केर बस्न। मैले गाली खाएको सुन्न चाहँदैनस् भने। ल म निस्केँ। हेर हेर, बाह्र पुग्न गएको मान्छे त रौदी टेकेर पो आएको छ त। होइन, तँलाई कामै नगरी चाहिँ कसले खान्छन् यो दुनियाँमा? होइन कति थुरेर चलाएको म दिन्छु मेरो छोरालाई बसी बसी खान। होइन त पापिनीलाई छोराको लडेर खुट्टा मर्केको बेला पनि कचकच गर्नुपर्ने होइन? सौताको छोरा भनेर पनि यति साह्रो नभए कुराको भाग्य कति बेला चम्किन्छ नि त्यो कसैलाई थाहा हुँदैन। अरू छाडी यस्ताको भाग्य चम्किने त्यो पनि यो जुनीमा म बाजी नै ठोक्छु बाउ तिमीसँग। यस्ताको भाग्य चम्केको दिन म यो कान काटेर पातमा राखिदिन्छु। कस्ता कस्ता कागज मुसँग छौरा दरबार। एउटा कुरा कान खोलेर सुन्न बुढा। भाग्य चम्किलो हुनु त मेरो छोरा जस्तो हुनुपर्छ। ठुलो कुरा गर्छन् अझै मसित। जसले सानोमा आफ्नो जमिन दुनियाँमा छोड्छ त्यसले प्रगति गर्छ भनेर कसले बताउँछ यहाँ? मम्मी यस्तो आलु जस्तो बाउ छोरासँग के कुरा गरेर बजार जानु भनेर होइन ढिलो हुन्छ जाउँ। मेरो कारणले गर्दा हजुरले कति पिता वचन सुन्नु पर्यो मलाई माफ गरिदिनु बाबा। अहिले किन माफ माग्छ छोरा? माफ त ती दुईटाहरूले पो माग्नुपर्छ। अघि दाउरा लिनबाट लडेर खुट्टामा टेको ल भित्र केटा बिस्तारै गरे खुट्टा फर्काइहालिस्। ल हामी भित्र लागिएन भित्र हिँड केटा बिस्तारै गरी दुईटाले त भात सब्जी पनि के पकाइदिने रहेछ नि। कति साह्रो दुष्ट हुन सकेको हुनु। छोडिदिनुहोस् बाबा, त्यस्ता कुरा नगर्नुहोस्। बरु हजुर भात पकाइहाल्नुहोस्। हजुरलाई प्रेसर लोड छ बाबा, समयमा खाना खानु भएन भने ढल्न पनि लाग्दैन। खाना पकाउन दिन्छु भने अङ्कल, हजुर विवेकलाई यो सङ्क्रान्ति हो म पकाउँछु खाना। अङ्कल चलेका छ नि यहाँ छ नानी।